Hello guys, welcome back to my channel. आज हामी खोइ खान जान लागेको बासपानी अनि यो चाहिँ मेरो OOT डे अफ द डे अनि हिजो राति पनि हामी पार्टी गरेर आएको अन्त अनि त्यही भएर मेरो एकदम आँखा सुन्ने के अनि त्यही भएर कस्तो भयो अनि यहाँ चाहिँ हाम्रो भ्यू छ यस्तो दामी पानी परेपछि यस्तो राम्रो देख्छ यहाँ हाम्रो लमजुङ यो चाहिँ मेरो सानो घर छ अनि अब चाहिँ म गाडी चाहिँ उता सिउडीमालामा गएर चढ्ने भनेको छ सो म सिउडीबाट जान लागेको त्यही हो साथीहरू आज त हामी खोइ खान जान लागेको बासपानी लास्टसम्म भिडियो हेरिदिनु होला साथीहरू म चाहिँ सिउडीबाट आइपुगिसकेँ होइन अब चाहिँ गाडी चाहिँ त्यही छ हाम्रो दुईटा गाडी हामी चाहिँ यतापट्टिको गाडीमा हो जाने चाहिँ अब चढ्छ मम्मी त टी सर्ट किन्न जानुभयो अहिलेतिर जब राति बुढी ताती भनेर जसरी अहिलेतिर पो टी सर्ट किन्न जानुभयो त्यही हो साथीहरू म चाहिँ अब गाडीमा जान्छु हामी चाहिँ गाडीमा चढिसक्यौँ हाम्रो मिरा दिदी वान अफ द पपुलर हाम्रो आन्टीहरू हुनुहुन्छ हामी चाहिँ लास्ट सिटमा बसेको छौँ लास्ट सिटमा यसरी पचास भएर यत्रो मोटेर काखमा राखेर बस्नु गरेको छ के बोल मेरो नि भ्लग हाई भन नि त चाहिँ फिक्स घले छ यहाँ हाम्रो भ्यू छ यता अझै पनि हामी गाडीमा कचेर बसिरहेको छौँ कति बेला जाने हो कति बेला पुग्ने हो विश्वास छैन साथीहरू यो पनि युट्युबमा आउँछ हामी यो बासपानीमा नमस्ते बासपानी खोइ खान जालाको तनाउ अनि हामी यता पहिरे नमुना समाज अनि हामी के अरे समुद्र समाज बाउनु दिदी साथीहरू हाम्रो चाहिँ यात्रा सुरु भइसक्यो अब गाडीमा हामी लाग्छ बासपानी अनि आज एकदम रमाइलो हुने एकदम गजनेस अरे पहिला सिजनमा नि एकदम गजेको थियो त्यही हो म हल्का बाटो घाटो देखाउँछु अनि एकैचोटि त्यहाँ पुगेर अब चाहिँ हामी अब यहाँ गीत गाउँछु गाइस हामी चाहिँ आइपुग्यौँ यहाँ चाहिँ एकछिन रेस्ट पिसाब खेल्ने रेस्ट टयलेट जाने हावा खाने हाम्रो चाहिँ पिसाब चाहिँ च्यापे होइन हाम्रो पिसाब चाहिँ च्यापे होइन हामी चाहिँ हावा खानु आएको यहाँ है तल नै म त क्यामेरा स्कुल पनि रहेछ अब कति टाइम लाग्छ साथीहरू हामीलाई थाहा नै छैन कति बेला पुग्ने हो यहाँ चाहिँ यस्तो राम्रो घर मस्जिद पो हो म त स्कुलहरू पनि मस्जिद कस्तो राम्रो मस्जिद कस्तो राम्रो रहेछ गाउँतिर मस्जिद रहेछ त दुईवटा मस्जिद सिङ्गरहरूको कमी छैन गाडीमा
आइपुग्यो Mobile Casio. है साथीहरू हामी चाहिँ गाडीबाट झऱ्यौँ मेरो फोन अघि नै झऱ्यो म अन्त पहिला मेरो फोन झऱ्यो भिडियोमा क्याप्चर नि भएर थियो सजिलो यहाँ चाहिँ यसरी सजिलो के भन्नु कस्तो बोसी जस्तो देखेछ यहाँ चाहिँ यस्तो रहेछ साथीहरू हामी चाहिँ अब आइसक्यौँ म भन्दा पहिला मेरो फोन झऱ्यो गाडीबाट धन्दै घाटो बास पानी आइपुग्यो के बोलिदिनुहोस् कस्तो लाग्दैछ हजुरलाई रमाइलो भइरहेछ बास पानी आइपुग्यो हामी चाहिँ बिचमा बस्नुपर्छ यहाँ सुविक डाडाङ ठोकाउनु यो मान्छेको मान्छेभन्दा पहिला मोबाइल मान्छेभन्दा पहिला मोबाइल खसेर हेर्न यहाँ पुग्यो चर्क्यो है के नि भयो यो त पहिला थियो के हो बास पानी नमस्ते 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 यहाँ माथि आएको त जाडो जाडो भएको है हामी चाहिँ नमस्ते भइसक्यो हामी चाहिँ नमस्ते भइसक्यो बस पनि आएर यता हेर्नु हुस्छु लागेको यो मैले टिकटकमा देखेको थिएँ यहाँ है भने टिकटकमा मैले साथीहरूलाई सेयर पनि गरेँ मलाई नि त्यो उसले पठाइदियो आफै फुल हामी त सबैभन्दा पहिला सबैभन्दा फर्स्ट हामी होल फर्स्ट अलवेज फर्स्ट भएर सब साथीहरू के बोलिदिनुहोस् जमुना र नमुना के बोल्ने हामी खानाको बस पानी गाउँमा माया र छाया भन्ने माया र छाया यहाँ घुसाउनु सिरफुल त कहिले नलाइछ त उयो को हो त्यहाँनिर कस्तो राम्रो चल्छ टिकटकमै हेरेको हामीले त हामी चाहिँ सबैभन्दा फर्स्ट होल फर्स्ट हेलो हाम्रो टोली यहाँ बसिसकेको छ यहाँ हाम्रो मिरा दिदी हुनुहुन्छ यहाँ जम्मा घाट नै हल्दाखेरि छ गाउँ चाहिँ एकदम हावा कति मिठो आएको यहाँको आमा चिसरी बास पानी गाउँ है यहाँ हाम्रो घाटुनेहरू हुनुहुँदो रहेछ हेलो हाई भनिदेऊ खै तिनजना पोज देऊ ल नमस्ते हामी बासवानीबाट हामी बासवानीबाट यो टोली त म त कहाँ गयो भनेको त चिना म उठे हेरेँ कहीँ देख्दिनँ ल आउँछु हाम्रो टोली यहाँ बस्नुभएको छ र मैले नयाँ मोबाइल पाइसकेको छु अब यहीबाट भ्लग गर्छु यहीबाट भ्लग गर्छु राम्रो मोबाइल त छोड्नु हाम्रो टोलीहरू नमस्ते हजुर हामी
यो अघि नै डराउनु डुडुङ थालेको यार हामी चाहिँ गाउँ डुल्दै किनकि हामी अलग्गै बस्न सक्ने प्रजाति होइन भने बाख्रा पुसार बाख्राको पुसार खाएर बिहानमा गाउँ चाहिँ राम्रै रहेछ यहाँ राम्रो आउँछ र टिकटक अब चाहिँ टिकटक टाइम बाहिर आएर टिकटक नबनाउँछ समय भएन हाम्रो दिदी हुनुहुन्छ मेरा दिदी अब हामी यहाँ टिकटक बनाउँछ गाउँ चाहिँ एकदम राम्रो है साथीहरू हजुरहरू पनि घुम्न आउन सक्नुहुन्छ रमाइलो गाउँ छ ये क्या है नुन खोर्सानी निकाल अरे यो निबुवा त होइन है त्यो भव्य हो कि मलाई त मन पर्दैन यो त तर भित्र पिङ्क हुनेवाला होइन के हो मलाई निबुवा चाहिँ मनपर्छ आज चाहिँ दरो रमाइलो गर्ने है साथीहरू कौडा नाच्ने मजाले रमाइलो गर्ने हो मेरो चाहिँ हिजो निन्दा नपुगेर आँखा एकदम सुन्नेको छ म त भिड चाहिँ देखेको कि तर अनि त्यो मेरो फेरि छोप्ने माल छ नि हिरो त्यही हो साथीहरू अब हामी यहाँ एउटा ठाउँ खोज्छौँ अनि टिकटक सुरु टिकटक पनि बनाएर भ्यायौँ साथीहरू पसिना पसिना पनि भए त्यहाँ बजाइसक्यो अब नाच्न जानु परिहाल्यो हामी डान्सरहरू यहाँबाट जामै के अघिनेको बाटो छ नि यहाँ चाहिँ खानपान पाक्दै रहेछ मैले खाएको होइन चाखेको मात्र हामी चाहिँ खाँदैछ कति पिता होइन एकदम गुलियो रहेछ मम्मीहरूको पनि टिकटक भिडियो सुट भइसकेको छ टिकटक भिडियो सुट गर्ने टिकटक भिडियो सुट भइसकेको छ अब चाहिँ हामी नाच्न जान्छौँ यहाँ हाँसु हाँसी हाँसी लु सुबिक यसमा बनाउने कि एउटा बनाइदियो त लु आउनु त छिटो सबै गर्नु पर्दैन दिदी हेर यो दिदीको ज्याम भएको मान्छे यो युट्युबमा आउँछ के लुने ग्रुपमा फोटो पनि खिचे हैन दामा फोटो खिच्न ए उसको मोबाइलमा नि यहाँ सुकमा आन्टीलाई नाच्न मन लागिसक्यो म त त्यहाँको त त्यहाँ म त फेरि थाहा छु म त हिजोको बर्खिलो मजाले थाहा
साथीहरू जाड खाएर लाग्यो जस्तो लाग्यो। म चाहिँ यहाँ तल सर्ट टोइलेट आएको थिएँ अनि फ्रेस हुनलाई मुख पनि धोएँ। म माथि जान्छु होइन साथीहरू। अनि त्यो माथि एकदम रमाइलो भयो। मैले धेरै भिडियो गर्न पाएन साथीहरू। एकदम नाचियो थाकियो लुगै भिज्ने गरेर नाच्यो क्या आज त। त्यही हो गाउँ यस्तै छ। नाच्ने चक्करमा भिडियो बनाउनै पाएन साथीहरू, सरी। म माथि गएर देखाउँछु है अझै भिडियोहरू।
हामी चाहिँ मजाले रमाइलो गऱ्यौँ साथीहरू आज। अब चाहिँ हामी फर्किँदैछौँ। अरू चाहिँ त्यही नाचिरहेको हाम्रो टोली चाहिँ बिहान छिट्टै आयो नि त, त्यही भएर अब छिट्टै फर्किने भन्नुभयो। म त नाच्दै थिएँ, अझै नाच्थेँ कि बोलाएर फर्केँ। मुक्लिनको केटीहरूसँग एकदम रमाइलो भयो होइन लास्टमा नाच्न साथीहरू। त्यही हो, अब हामी घर फर्किन जाँदैछौँ। हाम्रो गाडी छ। बिहान मेरो मोबाइल खसेको थियो, गाह्रो छ। अनि मेरो जुत्ताको हालत यस्तो भइसक्यो साथीहरू। त्यही हो, आजको भ्लग चाहिँ यति नै भयो। अब जाने बेलामा पनि गाडीमा हामी अवश्य रमाइलो गर्नेछौँ। हजुरहरूलाई अब त्यो रमाइलो देखाउँछु म। अनि द्याट्स इट फर टुडे। यति नै थियो आजको लागि चाहिँ साथीहरू। यस्तै भोक लाग्यो अहिले साथीहरू। मान्छे आएन, गाडी जाँदैछ। मान्छे कता हरायो रोके हुन्थ्यो एकछिन त खाजा खाँदै। त्यही पनि बिहान गाडीमा बाँकी भएको हो। 2-4 जना चाहिँ नआउने रे बिहान आएको टोली। अब गाडी खाली हुन्छ। हामी घर फर्किँदैछौँ। गाडी हिँडिसकेको छ। त्यही हो, हामी चाहिँ अब अहिले गाडीमा रमाइलो गर्छ भने एकछिन कृपया एकछिन धनिले पछितिर अनि एकछिनपछि रमाइलो गर्छौँ साथीहरू। अहिले चाहिँ हामी लागेको छ गाडी बाटोमा रोक्छ हामीलाई, त्यति बेला रमाइलो गर्नेछौँ। भ्यू त भ्यू नै भयो। हामी चाहिँ यहाँ खाजा खान जाँदा एकदम गाडीमा भुस भएर हालत खराब भयो निन्द्राले। हाम्रो फुपू हुनुहुन्छ, हाँस्छ अर्को भुसराम। अब चिसो खानु पऱ्यो साथीहरू। मनै पर्दैन, मन पर्दैन कि त्यस्तो खाए यस्तै चिसो हो कि। टाढा साथीहरू, गुड मर्निङ सबैजनालाई। अनि म चाहिँ यो भ्लग एडिट गर्दै थिएँ होइन, अनि मैले त इन्डिङै बनाउनै बिर्सेछु कि यो भ्लगको। अनि त्यही भएर म अहिले बनाउन जाँदैछु। मैले बनाउन त बनाएको थिएँ, मैले इन्डिङ गरेको मलाई पनि याद छ, तर मैले त्यो क्यामेरामा थिच्नै बिर्सेछु क्या हो कि त्यति बेला। कि भिडियो डिलिट भयो के भयो यो कुरा साइडमा राखौँ। अनि त्यही हो, बास पनि एकदम रमाइलो लाग्यो। गाउँ एकदम राम्रो छ। अनि सबैजना एकदम मिलनसार हुनुहुन्थ्यो। अनि हामी एकदम रमाइलो गऱ्यौँ, कौडा नाच्यौँ। त्यही हो। अनि हजुरहरूलाई आजको भिडियो मन पर्यो भने भिडियोलाई लाइक अनि सेयर अनि कमेन्ट गरिदिनु र च्यानललाई सब्सक्राइब गरिदिनु होला साथीहरू। त्यही थियो आजको भ्लग चाहिँ। अब नेक्स्ट भ्लगमा भेटौँला। बाई बाई।